ड्याम टक्क मेरो मेन भेना त यहाँ छ होइन यो त लजाउनु न हेलो गाइज वेलकम ब्याक टु माई न्यू डे न्यू भ्लग सबैजना सन्चै आरामै हुनुहुन्छ होला म पनि एकदम सन्चै आरामै र आजको हामीहरूको यात्रा चाहिँ कहाँसम्म भन्दा ट्याक्क लाएर आज चाहिँ फुङफुङैसम्मको यात्रा छ हामी 4-5 जना भन्दा पनि धेरै छौँ यता टोक्नाबाट छ लिबाङबाट उनीहरू माथिबाट लक्ष्य त्यो माथिबाट धेरै छौँ र ट्याक्क लाएर आज चाहिँ फुङफुङैसम्म हिँड्दैछौँ हामी धेरै छौँ पछाडि आउँदैछ बोजू अघि हिँडिसक्यो म चाहिँ यहाँ बिचमा हिँड्दैछु फोन गर्दै अब ट्याक्क लाएर होइन च्याट्ट बारेमा अब ट्याक्क लाएर फुङफुङ हिँड्दैछौँ ट्याक्क आज अब चाहिँ यहाँनिर युनाइटेड नेवा हाइड्रो पावरमा पनि पानी हालिसकेछ ट्याक्क ड्याममा त्यो पनि तपाईँहरूमा देखाउँछु बोजू चाहिँ ट्याक्क भेट्यो आमा चाहिँ तल हिँड्दैछ थाहा भयो होला आमा चाहिँ त्यहाँ हिँड्दैछ म अब यहाँ हिँड्दैछु तपाईँलाई युनाइटेड नेवा हाइड्रो पावरमा अब त्यो ड्याम देखाउँछु तपाईँलाई अनि ट्याक्क लगाएर गाडीमा पनि भ्लग बनाउनुपर्छ ट्याक्क भयो भने अब भएन भने त अलिक बाटो चाहिँ मुचिन्छ त्यही भएर अलिक गाह्रो हुन्छ बनाउँछु त्यो पनि बनाउने कोसिस ट्याक्क लगाएर तल भेट्नुपर्छ ल अब म चाहिँ यता तल हाइड्रो पावरमा आइसकेको छु ट्याक्क लगाएर अहिले यहाँको ड्याम चाहिँ यस्तो छ ट्याक्क तपाईँले 0.5मा देख्न सक्नुहुन्छ भन्दामै नआउने परेछ त अहिले यस्तो भइसकेको छ ड्याम ट्याक्क युनाइटेड नेवा हाइड्रो पावर लिमिटेड यता चाहिँ यताको पानी ट्याक्क यता अब यो पानी चाहिँ ट्याक्क लगाएर तल सुरु हुँदै तल तल जान्छ कहाँ जान्छ त्यो चाहिँ थाहा भएन गाडी पनि यहाँ बढाइसकेको छु आइसकेको छ अब माथि मान्छे रिसिभ गर्दै जान्छ च्याटो होइन गाइजहरू अहिले चाहिँ ट्याक्क यहाँ डेस्टिनेसनमा आइसकेको छौँ हामी ट्याक्क सबैजना छौँ यहाँ र ट्याक्क यहाँ स्विमिङ पुल चाहिँ ट्याक्क यस्तो छ आज चाहिँ ठुलो मान्छे रहेन रहेछ ट्याक्क यस्तो छ यहाँ खाजा खाने पो भन्नुहुन्छ कि होइन ऊ त्यहाँ खाजा खाने पनि छ मेरो मेन भेना त यहाँ छ होइन हात चाहिँ उठाल्नु यो त लजाउनु न नि अब ट्याक्क हामी यहाँ माथि जान्छौँ झर्नामा ट्याक्क फोटोजहरू खिचेर त्यहाँ तपाईँलाई भेट्छु अनि जाँदा चाहिँ इन्ड गर्नुपर्छ जाउँ न उयोहरू त नुहाउनु आएको न खुट्टा भिजाउनु आएको घाउ यो बढ्यो भने त अब माथि भेटौँ ल ट्याक्क अहिले चाहिँ हामी झर्नामा हिँड्दैछौँ ट्याक्क लगाएर मेरो आमा सुन्नु आमा ट्याक्क हामी यहाँ हिँड्ने यस्तो छ भेनाहरू जाडोले मरेको भ्लग गर्दैछु पुरा मागे नि अब ट्याक्क भिडियो गर्दैछु त्यतिखेर अब ट्याक्क झर्ना पुगिसकेको छौँ हामी होइन ट्याक्कै हिँड्दै अब यो चाहिँ टोपी पनि लाउनु पर्ने हुन्छ पानीले मार्छ त गाइजहरू यहाँ सबैले ज्याकेटहरू फुकालेर गएको रहेछ है यो पानीले चाहिँ एकदम हावाले त खेल्छ होइन यस्तो छ ल सुई ओहो यो हो नि त ट्याक्क खै अरू चाहिँ ए त्यता पो कहाँ आयौँ नि हामी कहाँ आयौँ होइन
पानी जान्छ नि यहाँ त के हो यो स्वर्गमा आएको छौँ हामी यस्तो यहाँ फोन चाहिँ पुरा भिजिसकेको ल यो बडै भेट्नुपर्छ ल गाइडहरू फाइनली फुङफुङे गयो भने आइयो ट्याक्क लगाएर अहिले चाहिँ म फर्किँदैछु यहीँसम्म रेडी है रामेछापसम्म ट्याक्क अनि अब अहिले चाहिँ फर्किँदैछु हामी र अब यस्तै घुमेको भिडियोहरू मेरो भ्लग हेर्नु मन छ भने चाहिँ तपाईँहरूले च्यानललाई सब्सक्राइब गर्नु होला त्यति नै भन्दै म चाहिँ मेरो भ्लग नै एन्ड गर्न चाहन्छु थ्याङ्क्स फर वाचिङ अ भ्लग यस्तै भिडियो हेर्नु छ भने च्यानल सब्सक्राइब गरिदिनु होला त्यति नै भन्दै बाई बाई मन्त्री बाई बाई बाई